चाहिँ हामी पाइलट बाबाको यो डाँडामा छौँ। तपाईँहरूलाई म आज केही सरप्राइज दिँदैछु यो भिडियोमा है। म अहिले यहाँ देखिरहनु भएको छ, उहाँ हुनुहुन्छ मेरो साथी है। नमस्ते। आज हामी चाहिँ यहाँ एउटा नयाँ चिजको लन्च गर्न गइरहेछौँ। यो नयाँ चिज चाहिँ के लन्च हुँदैछ विष्णु सर, अलिकति युविन सर अलिकति कुरा गरौँ। यो चाहिँ हजुर कस्तो छ भने सर्वप्रथम त यहाँहरूलाई स्वागतम छ हाम्रो यो सानो सानो च्यानलबाट। यो चाहिँ कस्तो भने अब यो हामीले एउटा अभियान, एउटा साङ्गीतिक, एउटा सामाजिक, यो विभिन्न किसिमको अभियानको क्रममा हाम्रो टिम छ। यो टिममा चाहिँ हामीलाई चाहिने टुल्सहरू जस्तो के टुल्स छ हामीलाई चाहिन्छ भने चाहिँ मादलले बोकी देखाउनु त राम्रो छ। यो मादलले हामी यसरी बोकेर हिँडेका छौँ। ए यो भयो। अब यो मेरो छेउमा देख्नु भएको यो चाहिँ हेर्दा सानो, यसलाई भन्छ DJI को मोबाइल गिम्बल। DJI मोबाइल 8 प्रो चाहिँ हो यो है। यो चाहिँ सबै यो रिमोटबाट जान्छ, एकदम लेटेस्ट भर्सन होइन यो। यो चाहिँ लगभग यो मोबाइल गिम्बलको दुनियाँमा चाहिँ फर्स्ट कम्पनीले यसरी यो रिमोटबाट निकालेको। योभन्दा अगाडि थिएन कुनै पनि कम्पनीको। र यो नेपालमा लन्च भएको भर्खर 3-4 दिन भयो। सायद मैले लन्च हुने बित्तिकै बुकिङ गरेर ठ्याक्क लिएको र ओपन गरेको, सायद ग्यारेन्टी त म भन्दिनँ, सायदै मै होला। यो फर्स्ट किने ग्राहक मै होला। यो चाहिँ सबै अत्याधुनिक सेन्सरबाट, रिमोटबाट चाहिँ यो आफै 360 पनि हुने तपाईँको यो सबै कुरा चाहिँ यसले चाहिँ अब काम गर्छ भन्ने हिसाबमा अलिकति बाफ रे बाफ है। यो आफै मुभ हुन्छ है, सबै रिमोट सिस्टमबाट आफै सेल्फ है, अटो मुभ हुन्छ। अटो सबै यो चाहिँ अटोमेटिक सिस्टममा हुन्छ। यो कुन ब्रान्ड, कुन कम्पनीको हो सर? यो DJI भन्छ। ए DJI। ओहो, ल घुमिरहेछ आफै। र आज हामी चाहिँ यो पाइलट बाबाको मन्दिरबाट यो एकदम महत्त्वपूर्ण धेरै चाहिने फङ्सन भएको अत्यन्त लेटेस्ट DJI को गिम्बललाई ओपनिङ गर्दैछौँ। र यो मार्फत चाहिँ आज हामी केही सुटहरू पनि गर्नेछौँ। अब हामीले यो गिम्बलबाट के सुट गऱ्यौँ त त्यो हेर्नको लागि चाहिँ यहाँहरूले हाम्रा च्यानलहरूलाई सब्सक्राइब, फलो गर्नुपर्ने हुन्छ। धन्यवाद धन्यवाद युविन सर। धन्यवाद। हामीसँग कनक सर पनि हुनुहुन्छ। कनक सर नमस्ते। ल धन्यवाद। यो मन्दिरमा गएर चाहिँ हामीले नयाँ सामानको उद्घाटन गर्दैछौँ।